एकदन्ताय वक्रतुण्डाय गौरीतनयाय धीमहि गजेशानाय भालचन्द्राय श्रीगणेशाय धीमहि
हात पारेर नि पोल्छ हात तातो भएर फाले क्या ल राख त्यहाँ राख त बलियो बन्नु अलि ल ल ठिक छ यति छ अहिले अहिले पछि मिलाउनु ल अब आफ्नो इच्छाले गर्नु के जमाना गयो भनेको जन्तीले कसार बढाएर आएर भन्नु पऱ्यो उहाँको चिनाइन देख्छु त मलाई जन्ती हो ए ल ल भफेर लिएर आउनुभएको होला नि काट्ने नि सबैले हालिदिने हो कहाँ काट्ने हुन्छ सुर्ती निकाल्थ्यो गफ सुनेर आयो कोही बोल्नु नरहेको गफ सुनेर आयो कोही बोल्नु भएन कहिले त यता घुम न यता
नखाने हातै जोडेर हुनेछ जाली नखाने हातै जोडेर
आउन सालु हेराइले खलाली गरिदिराइले खलाली गरिदिराइले मेरो रूप रङ्गले फिदा छ रे मङ्गले मेरो
तपाईँले यसो यसो थर्किनु पयम समर्पय यद्दक्तम भक्ति मात्रेण अर्घ बनाइयो है अर्घमा फल राख्यो कि सुपारी राख्यो सुपारी राख्यो त्यहाँ छ भने पनि धन्यवाद दिनु त्यसो भए यहाँ बाँधिनु म तिम्रै बेहुली जीवन साथी
फूल फूल यहाँ धरतीमा बगाउँछ एउटा बत्ती बल यहाँ जगत जगमगाउँछ एउटा फूल फूल यहाँ धरतीमा बगाउँछ एउटा बत्ती बल यहाँ जगत जगमगाउँछ सुख शान्ति मुस्काउँछ यहाँ सधैँभरि लुका मारी खेल्छ जुन यहाँ रातैभरि यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती आकाशलाई छोएको छ मेरो हिमालले आकाशलाई छोएको छ मेरो हिमालले स्वर्गलाई लोभ्याउँछ मेरै नेपालले मेरो प्रीत फलाउँछ सधैँ पहरमा मेरो गीत गुन्जाउँछ सधैँ चहरमा यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती घर बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती यो देश हो प्रकृतिको शान्त फूलबारी झर्छ जहाँ इन्द्रधनुष स्वर्ग माया मारी यो देश हो प्रकृतिको शान्त फूलबारी झर्छ जहाँ इन्द्रधनुष स्वर्ग माया मारी कोपिलाको काखमा गाउँको तिलाई हेरिरम्छ झुल्के घाम बिहान नै आई यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती घर बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती घर बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती घर बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर यो हो मेरो प्राण भन्दा प्यारो मैती घर मैती घर मैती घर टोपी के भन्छ दाजुभाइले नलाउने सल्लाह गर्नु
हजुरहरू बाहिरबाट आइदिनु ल आनन्दले बस्नु पर्यो घाम तापेर छुट्नु अरे बेहुली आजबाट तिमी मेरो बेहुली बेहुली बेहुली
आजबाट तिमी मेरो बेहुली सिउँदोमा सिन्दुर मेरै नामको निधारमा टिकी मेरै नामको गलामा पोते मेरै नामको हातभरि चुरा मेरै नामको बेहुली बेहुली आजबाट तिमी मेरो बेहुली यात्रा जीवनको आजबाट सँगसँगै गरौँला दुःख र सुख जे आइपर्छ आधा आधा बढौँला यात्रा जीवनको आजबाट सँगसँगै गरौँला दुःख र सुख जे आइपर्छ आधा आधा बढौँला बेहुली मेरो बेहुली आजबाट तिमी मेरो बेहुली समस्त परिवार सहित हस्तदा पुत्री कर्मण निमित्त वर्णम वयम त्यो पाउ पूजा पूजा गर्नु ओम नमः शिवाय जनै राजन जग्गो पवित्रं परमं पवित्रं प्रजापति तो फल राइले एकदम फलमै आशीर्वाद भव्य जन्म ओम
होली ज्योति ज्योतिरग्नि स्वाहा सूर्य ज्योति ज्योति स्वाहा ज्योति बजा स्वाहा ज्योति सूर्य सूर्य ज्योति स्वाहा छुनुपर्छ कण्ठमा छुनुपर्छ टुङ्गोमा छुनुपर्छ चित्त बुझाइदिनु यो भोजपछि उनीहरूको सबजना हो ल ल ल अब नानीले ल्याएर यहाँ राख्नु मेरो पूजा गरेपछि अरू कुरो यसलाई बिचाले नि यहाँ बिचा ओम अतल ग्रन्थे नमः अतल ग्रन्थे सालाले सत्य पूजा गर्नु अतल ग्रन्थे नमः एक छैन सबला भयो मङ्गलम भगवान् सदैव लग्नं अब सम्पत्ति संरक्षण गर्ने आफैलाई तारा अब जाने यार फोटो खिचा ए नानी सकिँदै हैन ए बहिनी उता त्यहाँ मन्दिर जल्दीले दान्ने उता घरले दान्ने पो हो र बाइ 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 यहाँ खाऊ ओके दादा तिम्रो निम्ति पर्यो भने हाँस्दै मर्छु म किन तिमीलाई यति धेरै माया गर्छु म तिम्रो निम्ति पर्यो भने हाँस्दै मर्छु म किन किन तिमी बिना सुन्ने लाग्छ यो सेरो फेरो त तिमी बाहेक अरूको नै छ र मेरो
रहोस् हामी दुई बीच फिक्का लागुन् संसारका सबै सुन्दर चिज भगवानसँग केही कुरा माग्नु परे मैले तिम्रै खुसी माग्नेछु आफ्नो भन्दा पहिले यस्तै माया रहिरहोस् हामी दुई बीच फिक्का लागुन् संसारका सबै सुन्दर चिज भगवानसँग केही कुरा माग्नु परे मैले तिम्रै खुसी माग्नेछु आफ्नो भन्दा पहिले अग्नि साक्षी राखी मैले तिमीसँगै लिन्छु सातै फेरो त तिमी बाहेक अरूको नै छ र मेरो त तिमी बाहेक अरूको नै छ र मेरो त खै कसरी भनौ तिमीलाई कति माया गर्छु धरोधरमा तिमी बिना जिउनु परे मर्छु देवी देवता भाग्छु म तिमीलाई नै माग्छु म पर्छ भने धितो राख्न आफैलाई राख्छु म खै कसरी भनौ तिमीलाई कति माया गर्छु धरोधरमा तिमी बिना जिउनु परे मर्छु देवी देवता भाग्छु म तिमीलाई नै माग्छु म पर्छ भने धितो राख्न आफैलाई राख्छु म तिमी छौ म छु अनि रङ्गिन छ मायाको सेरो फेरो त तिमी बाहेक अरूको नै छ र मेरो त तिमी बाहेक अरूको नै छ र मेरो त मामालाई छोडेको छैन भाइ
आँखालाई नानी माछीलाई पानी त्यस्तै जरुरी तिमी मलाई राजालाई रानी सुनलाई खानी त्यस्तै जरुरी तिमी मलाई आँखालाई नानी माछीलाई पानी त्यस्तै जरुरी तिमी मलाई राजालाई रानी सुनलाई खानी त्यस्तै जरुरी तिमी मलाई दिनलाई घाम छ रातलाई जुन तारा नदीलाई किनारा मलाई तिम्रो सहारा दिनलाई घाम छ रातलाई जुन तारा नदीलाई किनारा मलाई तिम्रो सहारा धरतीलाई आकाश बादललाई बतास त्यस्तै जरुरी तिमी मलाई फुललाई सुवास मायालाई विश्वास त्यस्तै जरुरी तिमी मलाई धरतीलाई आकाश बादललाई बतास त्यस्तै जरुरी तिमी मलाई फुललाई सुवास मायालाई विश्वास त्यस्तै जरुरी तिमी मलाई तिमीलाई मेरो भन्नलाई अधिकार देऊ बिन्ती छ मेरो मायालाई स्वीकार देऊ तिमीलाई मेरो भन्नलाई अधिकार देऊ बिन्ती छ मेरो मायालाई स्वीकार देऊ दुनियाँको भारा लाग्दैन मलाई भरोसा गर्ने एउटै तिमी तिमीलाई पाए यति नै काफी छ मेरो लागि देउतै तिमी दुनियाँको भारा लाग्दैन मलाई भरोसा गर्ने एउटै तिमी तिमीलाई पाए यति नै काफी छ मेरो लागि देउतै तिमी यो दुनियाँको मतलब गर्न छोडिदिऊ यो जिन्दगी
मतलब गर्न छोडिदेऊ यो जिन्दगीको गाडीलाई सँगै मोडिदेऊ हिजोको दिन त थाहा छैन मलाई आजको दिन त तिमी मेरो हौ मेरो पनि त को छ र अरू आफ्नो भन्नु त तिमी छौ जे छौ हिजोको दिन त थाहा छैन मलाई आजको दिन त तिमी मेरो हौ मेरो पनि त को छ र अरू आफ्नो भन्नु त तिमी छौ जे छौ अब नयाँ जिन्दगी सुरु गर्नु छ तिमी सँगै जिउनु छ सँगै मर्नु छ अब नयाँ जिन्दगी सुरु गर्नु छ तिमी सँगै जिउनु छ सँगै मर्नु छ फोटो खिच्न गाह्रो लाग्यो है फोटो खिच्न जानु छैन मलाई पराए घर लाग्छ प्यारो मलाई माइती घर
पर्छ बिदाई खुसी सधैँ रहनु तिमी पराए घरलाई आफ्नो बनाई छोरी जानु पर्छ तिमी पराए घर नबिर्सनु है माइती घर नबिर्सनु है आफ्नो घर सम्झानु नरो चेली नरो जानु तिहार तिजमा माइती सम्झानु बाबा जानु छैन मलाई पराए घर लाग्छ प्यारो मलाई माइती घर दाम्पत्य जीवन जाने राम्रोसँग बितोस् भनेर प्रार्थना गर्नुहोस् है। केही दाइले सङ्कल्प गर्नु पनि छैन होला दाइले सङ्कल्प गर्नु पनि छैन विष्णु 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 पूर्व सङ्कल्प सिद्धिरस्तु सार्णीले गोत्र तिरुपतिबाट नित्यायम स्वप्नारायण धर्महम गङ्गा देवी नाम नित्यव्याया समस्त परिवार सहितानां दातु अहम उसिद्यत वयम उसिद्यत हरियम तथा ल जयको हात हालिदिनुहोस् त्यो कुश त्यो छोइदिनुहोस् त जयले ल अब यहाँ दुलैलाई दिने फेरि अब खाना खान जाने
दिन पनि बरु समय दिएन है अब कहाँ गयो चल्दै जान्छ नानी खाना ल्याएर खान्छ है पानी अब 20 मिनट यताबाट एकैछिन हो नि हामी हजुरले नि खाइदिनु न फेरि एकचोटि भिडियो त भयो भयो
मे विनियोगः प्रथमा भागत नानीलाई त्यहाँ छोड्नु सुपामा छोड्नु फेरि दियो ल छोड्नु नानी ल फेरि दियो है नानीलाई छोड्नु छोड्नु ल त्यो सुप ल्याउँदा बाबु हात ल फेरि मेरो लागि धरती अनि आकाश भने नि तिमी मेरो सास भने नि तिमी मेरो खास भने नि तिमी मेरो लागि धरती अनि आकाश भने नि तिमी मेरो मनमा तिमी यो जीवनमा तिमी मेरो मनमा तिमी यो जीवनमा तिमी बुझ्न सक्ने तिमी मात्र देखे मेरो मनको मन मन्दिरमा तिम्रै नाम लेखे मेरो माया बुझ्न सक्ने तिमी मात्र देखे म यस्तो सपना देखो जहाँ हुन्छौ मात्र तिमी म यस्तो गीत लेखु जहाँ हुन्छौ मात्र तिमी म यस्तो सपना देखो जहाँ हुन्छौ मात्र तिमी म यस्तो गीत लेखु जहाँ हुन्छौ मात्र तिमी जिन्दगीको चङ्गा भयो तिमी मरुभूमि यो जीवनको गङ्गा भयो तिमी उराट लाग्दो जिन्दगीको चङ्गा भयो तिमी मेरो सास भने नि तिमी मेरो खास भने नि तिमी मेरो लागि धरती अनि आकाश भने नि तिमी मेरो सास भने नि तिमी मेरो खास भने नि तिमी मेरो लागि धरती अनि आकाश भने नि तिमी मेरो मनमा तिमी यो जीवनमा तिमी
सबैमा चढाइदिनु अग्निमा चढाइदिनु चन्द्रमालाई चढाइदिनु पृथ्वीलाई चढाइदिनु ल अब सबैलाई सिन्दुर बनेर सिन्दुर सजाउँछु तिमीले त्यसको सधैँला सिन्दुर बनेर सिन्दुर सजाउँछु तिमीले त्यसको सधैँला तिमी बिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न गाह्रो छ तिमी बिना जीवन यो धान्न छोडेर तिमीलाई म कतै नि जान्न हजारौंको माझमा तिमीलाई रोजे भुलेर पनि अरूलाई नरोज्नु सिन्दुर बनेर सिन्दुर सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु नजरमा हैन हृदयमा राख्नु दुःख पनि सुख पनि मैसँग बाँड्नु नजरमा होइन हृदयमा राख्नु दुःख पनि सुख पनि मैसँग बाँड्नु संगीत बनेर तिमीमा मचाउँछु मदहोस भएर ममा हराउनु सिन्दुर बनेर म सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु सिन्दुर बनेर सिउँदो सजाउँछु तिमीले त्यसको सधैँ लाज राख्नु जगन्पति देवपति
टोपी निकाल एउटी आमा त्यसमा एउटी आमा त्यसमा कहाँ सकेर बिहा हेर्न आउनु त ल ठ्याक्कै अलिक फोकस हाल्नु पर्यो ल मैले एउटा फोटो पनि खिच्नु पर्यो है नगरिँदै अब बुढो भइयो ए बाबु कान्छ भयो लाइट चाहिँ धेरै अब ल भयो पहिला मम्मीहरूले दिने पहिला मम्मीहरूले दिने हजुरहरूले यता फर्केर यता फर्केर यसरी यता हेर्नुहोस् यता हेर्नु यता हेर्नु ल उजालो
यता कोल्ड ड्रिङ्क थाल्नु हो अलि सिधा भए त आउँथ्यो नि फोटो पनि अलि उताबाट गरेर भिडियो भोलि अब यो मलाई भनेर कुरो बाटो राम्रै छ गैँडाकोट बस्नु बस्नु अहिले एकछिन छेक्यो क्या छोरीहरु आउ त घरका ठ्याक्कै दिदीहरु आउ वहाँ ठुलो आएको हैन नोट भए 500 को नोट 100 वटा दिनुस् 1000 को नोट भए 50 वटा दिनुस् अरु केही बोल्दैन हामीले हामी छोड्दिनु उतै दिनु होला जुत्ता त चाहिन्छ होला कि नाजुल लाउने हो हामी लाउने हैन नाजुलाई खुसी बनाउँ न नाजुको महिनाको के हुन्छ भने 10,000 खानै लाग्छ मेरो स्यालेरीको कुरा हैन नि त यहाँ त भिनाजुको कुरा हो नि त मेरो स्यालेरीको कुरै हैन यहाँ हामीले डिस्ट्रिक्टमा देखेकै छैन हैन हाम्रो स्यालेरी 1 2 3 4 अनि यो 7 मेरो भिनाजरले पसिना आयो ल कति भन्ने अरे जुत्ताको पैसा 2000 म दिस उसले जति भन्दै हुन्छ है दिनु भएको पनि जुत्ता लिएन कति भनेर अस्ति है 50 भन ल भाइ 2 लाख कति दिनुहुन्छ
बाबु सानो रहेछ नि तपाईँ यता अगाडि आउनु कि तपाईँलाई मैले दिन्छ मलाई तपाईँ दिन्छ जामला नि त अब त पाइन्छ नि त दुईटै अहिलेसम्म पो कहाँ थियो है यतिको उमेरमा हामी त 2-4 नाचेर बनाउँथे आउनु भएन कि जुन पानी उदाउने उनलाई हेर्न हो उनी जन्मेकै मेरो भाग्य फेर्न हो घाम र जुन पानी उदाउने उनलाई हेर्न हो उनी जन्मेकै मेरो भाग्य फेर्न हो धेरै धेरै माया मेरी उनीलाई माता उनकै हो जुनी जोनीलाई माता उनकै हो जुनी जोनीलाई दिन त घामकै हो रात जुनकै लागि हो उनकै लागि हो दिन त घामकै हो रात जुनकै लागि हो म त बाँचेकै केवल उनकै लागि हो धेरै धेरै माया मेरो उनीलाई म त उनकै हो जुनी छोट उनलाई लागे नि दुख्छ मलाई उनी हाँसे मात्रै नि पुग्छ मलाई छोट उनलाई लागे नि दुख्छ मलाई उनी हाँसे मात्रै नि पुग्छ मलाई धेरै धेरै माया मेरी उनीलाई माता उनकै हो जुनी जोनीलाई माता उनकै हो जुनी जोनीलाई मैले भाकेर देवी देउतालाई माग्ने गर्छु म नै एउटालाई मैले भाकेर देवी देउतालाई माग्ने गर्छु तिमीले 2000 भने भोगेन कि नै 2 लाख
अलमनी 3000 ल 2000 लियो पर्छ नि यसमा पनि 2 9 समाति 45 पुग्छ त समाप्त ल सबैले कान दिए के हुन्छ लिएर आउनु लिएर आउँछु त हाता दिनु परेन जुत्ता लिएर आऊ नदेऊ के त यहाँ लिएर मलाई ल्याउनु त अरू किनेर जान्छ लिएर आऊ अघि छैन हेर्नु पर्छ हाम्रो सुरक्षित छ जुत्ता सक्छ कुरा हामीले हेर्नु पर्यो लिएर आऊ नदेऊ त यहाँ लिएर आऊ त पहिला जुत्ता ल्याऊ कि पहिला हजुर भेटायो भने लिएर जानु तिमीले केही गर्छौ नि मैले भन्दै भन्दिनँ कि पहिला के बाबु अब एकैचोटि 10 जोड्न त 10 मा 10 जोडे 20 भयो ल लिएर आऊ ल 20,000 के त निकालेको छु यहाँ 10,000 छ त अनि 10,000 त छ भनेको छु नि अझै 10,000 निकाल्नु जोड लिएर ल एउटा त 10,000 पर्यो किन दुईटा लुगा आएको एउटै अब दुईटा लुगाइदिने एउटा लुगा हुन्थ्यो बाबु अब 50 बाट हामी 30 बरुको 2000 मा लिएर आएको के मलाई दिएको के कोनी उल्के आइसिङलाई 500 पनि छैन यो भएको लिएर भने बाबुलाई गर्न न गर्न गर्न त पर्यो यो पुऱ्याइन्छु कि मैले 20,000 पुऱ्याउनु त गर्नु परेन खुल्ला खुल्ला छ पैसा सबै सबै बोल्यो मलाई आधा बनाउँथे पहिला 20,000 अघि 15 भने फेरि 20 गर्छ नि फेरि पुऱ्याउँछ 10 वटा अलिकति थपिदिनु अरु केही पनि गर्न नि त 21 त छ गर्नु छ होइन छ आफै गर्न न पुरो मिल्यो अंकल मिलेन केमा मिलेन मलाई भन मिलाइदिनु आउन मिलाउनु बिना त दिनदिनै आउँछ जाऊ के जाऊ बिना त पर्छ माग्न दर्छ 5,000 अब 5 6 7 8 9 10 10 त नखा जुत्ताको प्राइस हो नि जुत्ताको प्राइस सस्तो मलाई 5,000 निकाल्नु फेरि गर्नु पर्यो जुत्ता मलाई 5,000 भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष तिमीलाई पराई नै आफ्नो आफ्नो नै पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ
माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई काम नगर्छौँ सुख माएको पराई घर जानेलाई काम नगर्छौँ सुख माएको पराई घर जानेलाई भाइटिकामा भेट्न आउन नरोइ जाऊ